नमस्ते सम्पूर्णमा म यस गोइठा मोडल सेकेन्डरी स्कुलमै 6 कक्षा 9 मा अध्ययनरत छात्रा सुल्ता केसी र आज म हाम्रो नेपाली विषय अन्तर्गतको हामीले पाठमा पढेको एउटा जीवनी सत्यमोहन जोशीको जीवनी आज हजुरहरूको सामु प्रस्तुत गर्न जाँदैछु र सर्वप्रथम मलाई यो सुनाउन अवसर प्रदान गर्नुहुने हाम्रा विषय शिक्षक तेजप्रसाद खनालज्यूलाई पनि हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु। र सत्यमोहन जोशी विक्रम सम्वत 1977 वैशाख 30 गते पिता शुक्रराज जोशी र माता राजकुमारी देवीका ज्येष्ठ सुपुत्रको रूपमा सत्यमोहन जोशीको जन्म भएको थियो। उनको बाल्यकाल निकै सङ्घर्षपूर्ण रहेको थियो। 5 वर्षसम्म पनि उनको बोली नफुट्दा उनका आमा बुबाले थुप्रै धामी झाँक्रिसका कहाँ लग्दा पनि उनको बोली अझै पनि फुटेन। तर पुराना मान्यता अनुसार उनलाई एउटा सूर्यविनायक जङ्गलमा लगेर छाडिदियो र एक्लै छाडिदियो र उनले त्यहाँ गएपछि ए आमा भन्ने शब्द निकाले र 7 वर्षको उमेरमा उनको अक्षरारम्भ नेपाल भाषाकै माध्यमबाट आफ्नै घरबाट सुरु भयो। जोशीले दरबार हाई स्कुलबाट आफ्नो म्याट्रिक परीक्षा उत्तीर्ण गरेका थिए। त्रिचन्द्र कलेजबाट विक्रम सम्वत 1998 मा आइए उत्तीर्ण गरिसकेपछि स्नातकमा भर्ना उनले स्नातक तहमा भर्ना लिइसकेपछि परिवारको पेट पाल्नका लागि नै उनले आफ्नो पढाइलाई बिचमा नै छाडिदिए। उनले सरकारी सेवाका सामान्यदेखि उच्च अहदासम्म काम गरे। उनले परिवारकै लागि भनेर राष्ट्रिय योजना परिषद कार्यक्रम अधिकृत नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यका रूपमा पनि काम गरे। विक्रम सम्वत 2001 मा औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डाबाट उनले जागिरे जीवन सुरु गरेका थिए। उनको साहित्यिक लेखनको प्रारम्भ भने विक्रम सम्वत 1998 मा कविताबाट नै सुरु भएको थियो। उनले माधव कविताबाट नै सुरु भएको थियो। भाषा अनुवाद परिषदका अध्यक्ष पुरस्कार शमशेरको सानिध्यमा आइसकेपछि उनले अङ्ग्रेजी भाषाका कथा तथा कवितालाई नेपालीमा अनुवाद गर्न सुरुवात गरेका थिए। उनले नेपाली साहित्यमा कविता, नाटक, रमाइलो समालोचनाका अतिरिक्त लोक साहित्य, संस्कृति आदि क्षेत्रमा पनि दर्जनौं कृतिहरू रचना गरिसकेका थिए। जोशीकै प्रयासबाट समाजमा विकृति विसङ्गतिका विरुद्ध गाई जात्राका माध्यमबाट हास्य व्यङ्ग्य विधाको विकास भएको थियो। उनले नेपाली राष्ट्र मुद्राहरू, नेपाली वास्तविक कलाकार अरण्यको नामक ग्रन्थ पनि प्रकाशित गरेका थिए। उनले यिनै कृतिहरू रचना गर्ने क्रममा आफ्ना महान कार्यका कारण उनले देश विदेश समेत भ्रमण गर्ने अवसर पाएका थिए। आफ्ना तिनै महान काम र रचनाका कारण जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रूपमा जाने अवसर पनि पाएका थिए। नेपाल आमाका क्रमश सपूत सत्यमोहन जोशीले थुप्रै पुरस्कार, सम्मान र पदकहरू पाएका थिए। उनलाई त्रिमूर्ति निकेतनले 2071 सालमा मङ्सिर 15 गते शताब्दी पुरुषको उपाधि दिएको थियो। नेपाल सरकारतर्फबाट विक्रम सम्वत 2074 वैशाख 21 गतेका दिन उनलाई व्यङ्ग्यमय शताब्दी पुरुषको उपाधि पनि प्रदान गरिएको थियो। जोशीले गोर्खा दक्षिण बाहु मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुभक्त पुरस्कार जस्ता दर्जनौं पुरस्कारहरू प्राप्त गरेका थिए। विक्रम सम्वत 2076 सालमा नेपाल राष्ट्र बैंकले उनको नाम र मुहार अंकित भएको 100 रुपैयाँको सिक्का प्रकाशन गरेको हो। उनले लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्राहरू र कर्णाली लोक संस्कृति नामक कृतिहरूका लागि 3 पटकसम्म मदन पुरस्कार पाउन सफल भएका थिए। नेपालकै इतिहासमा 3 पटकसम्म मदन पुरस्कार पाउने उनी एकमात्र व्यक्ति हुन्। जोशीको कामप्रतिको लगाव र निष्ठताले हामीलाई पनि प्रेरणा दिन्छ। आफ्नो देशको लागि केही गर्ने र पछि देशको मुहार फेर्न सक्ने हामीलाई प्रेरणा जोशीकै त्यही प्रेरणादायक जीवनले दिन्छ। जन्म र मृत्यु एकै सिक्काका 2 पाटा हुन्। मानिस जन्मिन्छ त पछि मृत्यु हुने बाचा गरेर आएको हुन्छ। त्यसै गरी नेपाली साहित्य क्षेत्रका र नेपालको लागि महत्त्वपूर्ण योगदान पुर्याएका नेपालका एक चम्किला तारा सत्यमोहन जोशी विक्रम सम्वत 2079 साल असोज 30 गतेका दिन अस्थायी उनको भौतिक शरीर हामी माझ नरहे पनि उनी आफ्ना तिनै महान कार्यका कारण, आफ्ना तिनै महान योगदानका कारण उनी हाम्रो मनमा सदैव नै जीवन्त रहनेछन् भन्ने म आशा बनाएर